सम्पूर्णलाई स्वागत छ युद्धवीर युट्युब च्यानलमा। म के को भिडियो हाल्छु मलाई पनि थाहा छैन, तर आजबाट यो मोटो भ्लगिङ पनि सुरु हुँदैछ। अब यसलाई मोटो भ्लगिङ भन्न मिल्छ कि मिल्दैन, तर यो आफ्नो सुरक्षाको लागि पनि हो र आफ्नो सेफ्टीको लागि पनि हो र राइडिङको क्रममा देख्ने विभिन्न खालका कुराहरू, विभिन्न खालका घटनाहरूलाई मैले एउटा र फर्म्याटमा त्यही नै अपलोड गर्नेछु। अहिलेको लोकेसन हाम्रो यो चाबेल चोकमा रहेको छ। चाबेल चोकबाट हामी एकैछिन सहर घुमेर हामी फर्किनेछौँ। यो साँझको समयमा चाबेल चोकमा हुने जाम एकदमै कमन। र यो बोलबम, साउनको यो बोलबमको पनि क्रम भएको कारण अलिकति भिडभाड अलिक पक्कै नै हुने नै छ। चिसोले गर्दा अलिकति खोकी पनि लागेको जस्तो छ। अलिक धेरै जाम हो है। अब एउटा निश्चित कुनै ठाउँ हामीले प्लान गरेका छैनौँ कहाँ जाने भनेर। एकैछिन हेरौँ यो साँझको भिडभाड, यो ट्राफिकको प्रेसर, अलिकति धुवाधुलो, अलिकति साउन्ड पल्युसन, त्यही नै होइन त। आजकल काठमाडौँमा पनि घुम्नलाई अप्ठ्यारो नै छ। पानी परेको पनि निकै दिन भइसक्यो। निकै दिनदेखि एकदमै पानी परिरहेछ। त्यही कारणले गर्दाखेरि पनि यो लुगा खोकी भनेको अहिलेको समयमा एकदमै नै कमन सबैलाई भइरहेको छ। र त्यसै गरी यो काठमाडौँको धुवाधुलो आफैमा एउटा प्रदूषित, जसले गर्दाखेरि स्वास्थ्यमा समस्या पक्कै नै आउँछ नै। अर्को यो भिडियोमा विशेष गरी सवारी साधन चलाउँदाखेरि लापरवाही तरिकाले चलाउनेहरूलाई चाहिँ एउटा खालको लेसन भनौँ अथवा एउटा खालको रिक्वेस्ट भनौँ, त्यो पनि हुने रहेछ। र
र कसरी सवारी साधन चलाउने, ट्राफिक नियमको पालना कसरी गर्ने भन्ने कुरा एउटा बेसिक कुरा पनि हामीले जान्नुपर्ने एकदमै जरुरी जस्तो देखिन्छ। हामी आम नेपाली जनताहरूमा, हामी आम नागरिकहरूमा एउटा खालको बेसिक सिभिक सेन्स भनौँ, त्यसको कमी पक्कै पनि हामी देख्छौँ नै वरिपरि। जसरी आफ्नो लेनमा कुरेर बस्ने हो कि लेन अनुशासनको कुरा हुन्छ, त्यसै गरी रातो बत्ती रेड लाइटको पालना गर्ने, त्यसै गरी साइलेन्ट बाल्ने कुराहरू, ओभर स्पिडिङ र अन्य कुनै लापरवाही तरिकाहरूले चलाउँदाखेरि आफ्नो मात्र होइन अरू कोही निर्दोष व्यक्तिको पनि ज्यान उत्तिकै जोखिममा रहन्छ। त्यसैले सवारी साधन चलाउँदाखेरि हामीले आफ्नो नसोचे पनि अरूको सोचौँ। र यो रातिको समय यो मित्र पार्क सिफल जाने क्रममा छौँ हामी अहिले। लगभग 8 मिनट भएछ भिडियो। आजको लागि यति नै गरौँ, हामी फेरि पनि भेट्छौँ। र त्यतिन्जेल सबैजना राम्रोसँग बस्नु होला। अन्तिमसम्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद। थ्याङ्क यू फर वाचिङ। विल गेट ब्याक टु यु सुन।